हामीले एउटा अनौठो दृश्य देखाउन गइरहेको छौँ। हजुरलाई स्वागत छ मेरो भ्लगमा। देख्न सक्नुहुन्छ यता हाम्रो एउटा अब हाम्रो यता कार्यक्रम चलिरहेछ। यो चाहिँ अलिकति अनौठो टाइपको अब हेर्न सक्नुहुन्छ। छ नि त विश्वास पुरानो चिजहरूमा, जुन चिजहरूमा विश्वास छ नि त त्यो गर्न पर्छ होइन। जियो त्यो देख्न सक्नुहुन्छ। यता चाहिँ धेरै मान्छेहरू धेरै छन् होइन, देख्न सक्नुहुन्छ। यो चाहिँ एउटा पहिलो पुरानोदेखि नै। अब यसलाई के भन्छ मलाई पनि थाहा छैन, त्यति तपाईँलाई जे थाहा छ कमेन्टमा भन्न सक्नुहुन्छ होइन। यस्तो चाहिँ देख्न सक्नुहुन्छ। यता देख्न सक्नुहुन्छ कस्तो चलिरहेको छ यता होइन। तपाईँलाई देखाइरहने छु हाम्रो यो ब्लगमा के छ। यता हाम्रो बाबा हुनुहुन्छ, यता भन्नाले पनि एउटा विज्ञ हुनुहुन्छ जो यसको बारेमा पुनः थाहा यहाँलाई। हामीलाई त के थाहा हुनु छ र। देख्न सक्नुहुन्छ मान्छे कति छन् यता। यहाँ चाहिँ एउटा यता देख्न सक्नुहुन्छ साँच्चै एउटा के चढ्या देख्न सक्नुहुन्छ। त्यो मान्छेलाई पनि केही फरक पारिरहेको छ त्यहाँ। देख्न सक्नुहुन्छ हेर्नु सक्नुहुन्छ आफै के भइरहेछ यहाँ देख्नु। यो नानीलाई चाहिँ एउटा हाम्रो गाउँको नानी भनौँ, नानी चाहिँ अब बिरामी भइराख्ने बेला उनलाई चाहिँ एउटा बिरामी थियो होइन। त्यो चाहिँ त्यसको लागि नै यस्तो गरे। धेरै औषधि गर्दा नि सन्चो नभएको हुनाले यस्तो गरे। ठिक छ, देख्न सक्नुहुन्छ यता कस्तो छ। हजुरलाई कस्तो लाग्छ यो? विश्वास छ कि छैन? मलाई चाहिँ पूर्ण विश्वास छ यसमा। हजुरलाई विश्वास छ कि छैन? मलाई चाहिँ पूर्ण विश्वास छ यसमा। नानीलाई चाहिँ हाई पुरा लट्ठी बाहिरिरहेको त्यो चाहिँ एउटा यो देख्न सक्नुहुन्छ। हेर्नु देख्न सक्नुहुन्छ, उहाँहरू देख्न सक्नुहुन्छ। यस्तो ज्ञान जुन थिन हुन्न, सबैले यस्तो ज्ञान कहाँ पाउन सक्छ? जुन थिन यस्तो ज्ञानै हुन्न नि त। यो त एउटा विज्ञ थिन हुने ज्ञान हो। देख्न सक्नुहुन्छ सबैले। हेर्नु यो भिडियो चाहिँ सबैले लाइक कमेन्ट सेयर गर्नु, सब्सक्राइब हान्नु। यस्तो नयाँ भिडियोहरू आउँछ। यो देख्न सक्नुहुन्छ। यो देखिराख्नु भएको छ। उहाँले विभिन्न मन्त्रहरू पनि पढिराख्नु भएको छ। यस्तो ज्ञान जुन थिन हुन्न। धेरै लामो भिडियो बनाउन अब त्यति मिल्दैन, बनाऊँ हेरौँ कतिसम्म बन्छ। यता चाहिँ मानिस गाउँको धेरै हुनुहुन्छ। मेरो गाउँ मेरो घर नजिकै घर वरिपरि नै यस्तो हुन्छ लाग्ने हुर्ने। अब भूत प्रेत यताउता भगाउने हात नभगाउने उहाँसँग एउटा कला छ, त्यो सबैसँग हुन्न। यो नानीलाई चाहिँ आइरहेछ, त्यो चाहिँ एउटा रियल हो। देख्न सक्नुहुन्छ। यहाँ हाम्रो विज्ञलाई चाहिँ टाढीबाट बोला हो। उहाँ चाहिँ उस्तै परे कताबाट आउनुभयो, दाङबाट कताबाट आउनुभयो। हाम्रो यो चाहिँ अहिले हुन गइरहेको प्युठान मरणढाना भन्ने ठाउँमा हो। देख्नुहुन्छ धेरै टाढाबाट यहाँ हेर्न आउनु भएको छ। त्यहाँ दिदीहरू पनि आउनु भएको छ। देख्न सक्नुहुन्छ यस्तो म चाहिँ अलिकति ढिला गरेँ, नत्र अगाडिको पनि 2-3 झाँक चाहिँ थियो, अलिकति ढिला भयो। दाइहरू पनि हुनुहुन्छ, बाजेहरू दाइहरू अङ्कलहरू थुप्रै हुनुहुन्छ। देख्न सक्नुहुन्छ।
सक्नुहुन्छ त्यो नानीलाई चाहिँ हाई हाई आइरहेको छ भन्नाले पनि अब त्यस्तो त हुन्न नि त, जुन थियो त्यस्तो बेलामा हुन्न नि, त्यो त केही भएकै हो नि त। देख्न सक्नुहुन्छ उहाँ लट्टै पारिरहेको छ, अब सुँगाइरहेको छ। म चाहिँ यस्तोमा विश्वास गर्छु, हजुरहरूले कतिको गर्नुहुन्छ, म चाहिँ यस्तोमा विश्वास गर्छु। विभिन्न ठाउँबाट आउनु भएको छ यहाँ चाहिँ हेर्नको लागि भन्नाले पनि अब त्यही हो, हेर्नकै लागि हो। धेरै काम हो यो उसमा, उहाँ नानीहरू पनि कामदै गयो, भाइ पनि त्यो हाम्रो छेउको एउटा त्यो भाइ हो यहीँको, यहाँ यो घरमै के भइरहेछ, बहुत कामिरहेछ। देख्न सक्नुहुन्छ यो भिडियो मार्फत देख्न सक्नुहुन्छ, देखाइराख्छौँ हामी तपाईँलाई, एकछिन देख्नु होला कस्तो हुन्छ। यो चाहिँ झाँक हुन्छ जस्तो, अब कति झाँक भयो त्यस्तै हो। देख्नु, हेर्नु नहेर्नु। सरले फोन गर्छ, यहाँ चाहिँ बिस्तारै मान्छे थपिँदै हुनुहुन्छ, भर्खर दिदीहरू पनि आइराख्नु भएको छ, बिस्तारै मान्छे थपिँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। त्यो भाइ चाहिँ अन्य बहुत काम है, त्यो भाइ चाहिँ बहुत काम किरहेको थियो, छेउको भाइ। देख्न सक्नुहुन्छ मान्छे थपिँदै हुनुहुन्छ, नयाँ नयाँ मान्छेहरू आइराख्नु भएको छ। यो चाहिँ एउटा अलि ठुलै भनौँ, केही त हो। हजुर के छ, सन्चै हुन्छ? हाम्रो बाजे पनि आइपुग्नु भएको छ, के छ अलिकति सन्चै हुन्छ, आरामै हुनुहुन्छ? हाम्रो डन चाहिँ आइसकेको छ, सागर होइन आइसकेको छ यताबाट हो। देख्न सक्नुहुन्छ केटाहरू आइरहन्। अब यहाँ चाहिँ केही हुन्छ, अरे 12-2 वर्षसम्म यहाँ केही छ, देख्न सक्नुहुन्छ। हामी फेरि आउँछौँ, फेरि अब एकछिनपछि हामीले बन्द गर्दैछौँ। त्यो भाइ चाहिँ कामिरहेछ, त्यो साइडको भाइ कामिरहेछ, तपाईँले देख्न सक्नुहुन्छ। अहिले चाहिँ अलि बिस्तारै भइरहेछ, त्यसलाई अलि देख्न सक्नुहुन्छ। अघि नै चाहिँ बहुत कामिरहेको थियो त्यो। धेरै हुनुहुन्छ मान्छे, यता जनता थपिँदै हुनुहुन्छ बिस्तारै, बाहिरबाट अङ्कलहरू आउनु भएको छ, धेरै टाढाबाट थपिँदै हुनुहुन्छ बिस्तारै, देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ अझ पनि उहाँ कामदै हुनुहुन्छ, यता चाहिँ बिस्तारै जनताहरू बढ्दै आउनु भएको छ, तलबाट हेर्न आउनु भएको छ। अघि नै पनि देख्नु भएको छ, यहाँ चाहिँ कामदै हुनुहुन्छ, यही देख्नु भएको छ होला। उहाँ चाहिँ धामी हो एउटा, उहाँले चाहिँ अब के पुगेको छैन भन्नुभएको छ, उता हाम्रो कामी राख्नु भएको छ नि अङ्कल, त्यहाँले चाहिँ अब देउतालाई के पुगेको छैन सब भन्दै हुनुहुन्छ। उता पनि हाम्रो एउटा दिदी काम नै स्टार्ट गरिसक्नु भएको छ, यो चाहिँ अनौठो प्रस्तुति छ, देख्न सक्नुहुन्छ। उता चाहिँ हाम्रो एउटा दिदी काममा लाउनु भएको छ,
उता देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ हात कमाइराख्नु भएको छ। उहाँ चाहिँ कामनाको लागि रेडी हुनुहुन्छ। अब क्यामेरा त्यति गतिलो छैन, त्यही भएर प्रष्ट त देखिया छैन। उता चाहिँ हाम्रो एउटा दिदी कामदी हुनुहुन्छ। सेपट्याएको छन् त्यसलाई नसमात्नु रे के देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ घाँटीमा पुरै भिर्नु भएको छ, आफ्नो दोस्रो रूपमा आइसक्नु भएको छ। देख्न सक्नुहुन्छ यता चाहिँ जनताहरू डरले अब उठ्नु भएको छ। अब यता केही हुन्छ, यो चाहिँ लास्ट भिडियो हो। अब भन्नाले पनि भ्याइन लाग्यो, अन्तिममा हो। हेर्न सक्नुहुन्छ। फोनले त्यति क्लियर खिचेकै छैन, तै पनि देखाइरहेछौँ तपाईँलाई हामीले। फेरि पनि मिलेछ भनी हामीले अर्को पार्टमा देखाउन चाहन्छौँ। अहिलेलाई नै यति नै, अब यतिमै बन्द भएको छ यो भिडियो। हामीले अब गराइछौँ भने अर्को पार्ट 2 मा देख्न सक्नुहुन्छ। च्यानलको लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। ल सबलाई अहिले चाहिँ रातिको 2 बजेको छ। ल सबलाई गुड नाइट। रेडी पोजिसनमा बस है। यहाँ बस्नुहोस् है तपाईँ। बुझ्नु भयो नि, एउटा चाहिँ बाख्रा खुट्टासम्म है त। पानी अहिले म उठ्ने पानी हाल्नु होला है। बोको मनाए पनि हुन्छ, म मनाउनु नमनाए नि हुन्छ। अब सक्छु हुन्छ। पानी पऱ्यो, थाहा छैन यो बन्छ भन्नु। पानी पऱ्यो कि
पानी यहाँ रेडी पार्नुहोस् है अब कपडा खै कपडा बा तपाईँले म सुत्ला बित्तिकै कपडा ओराइदिने उठ्ने बेला कपडा तानिदिनु होला है बुझ्नुभयो नि कुरा पानी आगो मार्दै अलिक सिद्धा अगाडि कोइला बस्नु होला साइड भएर बस्नु है ओराउनु अन्डा खै अन्डा अगाडि गर्नु ओराउनु छिटो खुट्टातिर लाग्ने अन्डा अन्डा सिटी हाल्नुहोस् यस्तो खुट्टी कति हाल्यो जमाना हो नि रेडी हुनुहोस् है बोको वाला भूत लाग्नु होला नि यार